कोसीमा मनसुन सक्रिय, देशका पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना। नेपालका पश्चिमी र मध्य क्षेत्रहरूमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने पूर्वी क्षेत्र विशेष गरी कोशी प्रदेशमा भने मनसुनी प्रणालीले प्रभाव जमाउँदै आएको छ। मौसम विभागका अनुसार मनसुन गत जेठ 15 गते रातिबाट नेपालको पूर्वी भाग हुँदै प्रवेश गरी अहिले कोशी प्रदेशभर फैलिसकेको छ। मौसमी प्रणालीको प्रभावस्वरूप देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहेको छ भने अन्य धेरैजसो स्थानमा मौसम प्राय सफा रहेको देखिन्छ। दिउँसो कोशी र मध्य प्रदेशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने अनुमान गरिएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहन सक्नेछ। विभागको अनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थानहरू र मधेस लगायत बागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रका 1-2 स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको मौसमको पूर्वानुमान अनुसार कोशी र अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम प्राय खुला रहनेछ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदा उच्च हिमाली क्षेत्रमा फेरि पनि हल्का हिमपात हुन सक्ने सङ्केत विभागले गरेको छ। स्थानीय बासिन्दाहरूलाई चट्याङ र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।